अटिज्म डायग्नोसिस पछि अभिभावकहरूको मनमा किन मेरो बच्चालाई यस्तो भनेको, अब उसको फ्युचर के होला, के ऊ बोल्छ, ऊ इन्डिपेन्डेन्ट हुन सक्छ र भन्ने कुरा सोच्दै थेरापी रुमहरू धाउँदै, थाक्दै, कम्पेयर गर्दै, अरूको कुरा सुन्दै एक दिन उहाँहरूले यति बुझ्नुहुन्छ कि आफ्नो बच्चालाई बदलिनुभन्दा पहिला उसलाई स्वीकार गर्न जरुरी छ भनेर। त्यसपछि उहाँहरूले उसलाई कम्पेयर गर्नुभन्दा उसको सानो प्रोग्रेसहरू पनि सेलिब्रेट गर्न थाल्नुहुन्छ। जस्तै पहिलो आई कन्ट्याक्ट, रेस्पोन्स, वर्ड्स। यो मोमेन्ट अरूको लागि सानो होला तर उहाँहरूको लागि धेरै ठुलो हो। जब क्वेसन्स किन मेरो बच्चा यस्तो होबाट अब म उसलाई सपोर्ट गर्न के गर्न सक्छु भन्नेमा बदलिन्छ, त्यहाँबाट नै वास्तविक एक्सेप्टेन्स सुरु हुन्छ। उसले प्रोग्रेस तब गर्न थाल्छ जब उसको आफ्नै घरमा एक्सेप्टेन्स फिल हुन्छ। तपाईँको निरन्तरताले नै उसको आत्मविश्वास बढ्छ। त्यसैले सधैँ उसलाई साथ दिनुहोस् र बुझ्नुहोस् कि तपाईँको स्वीकार्यता नै उसको सबैभन्दा ठुलो स्ट्रेन्थ हो।